हेलो दाई। बहिनी ज्वाइँ आउनु भयो त? आउनुभयो दाई, आउनुभयो। अनि के कुरा भयो त बहिनी? ज्वाइँको अफिसमा मेरो लागि काम छ अरे त? त्यो बारेमा त कुरै हुनु पाएन के दाई। अब अहिले पछि सल्लाएर भन्छु नि है। ए नभए मै कुरा गर्छु नि बहिनी, ज्वाइँ साहबसँग देऊ त फोन। ज्वाइँ एउटा काम पर बाहिरतिर जानुभयो के रे, अहिले घरै हुनु न है दाई। पछि कुरा गर्नु न ल। ल त ल बहिनी, पछि नै कुरा गरौँला। के भयो त कुरा? पछि कुरा गरेर भन्छु नि। बिचारा मेरो दाइलाई कामको कति धेरै आवश्यकता पर्यो हो। कामको आश गर्नुभएछ, तर के हार्नु, यहाँ यस्तो भाँड बैलो भयो। यो नन्न बहिनी र देवर भाइले के हार्न खोजेका हुन्। अनेक आइडिया लाएर यिनीहरूले मलाई दुःख दिने कोसिस गरिरहेछन्। अब यस्ता बेला मेरा दाइलाई काममा राख्नु भन्नु मनदेखि म भाउजू जस्तीलाई त यसरी सताउँछन् भने मेरो दाइलाई यो नन्न र देवरले कति सताउलान्, के हार्ने होला। दाइको लागि मैले केही सहयोग गर्न नसकुम्ला जस्तो हो। आमा, तपाईँले जहिले पनि हरेक कुरामा पुन्टी बुहारीलाई मात्रै दोष दिनुहुन्छ। तर मैले अघि भूपेन्द्रसँग कुरा गर्दा भूमिकाको केसमा भूमिकाकै बढी गल्ती देखिन्छ अरे। केटाको